गाइज यस्तो भयो अब हाम्रो सरस्वती पूजाको रमाइलो गाइज एकदमै बवाल भयो। अब रमाइलो चाहिँ अब त्यो चाहिँ भन्नै सक्दिनँ। अब सबसे अहिलेसम्म चाहिँ बेस्ट अफ द बेस्ट भयो यो रमाइलो। के रमाइलो आमामामा सबै यहाँ खतरा रमाइलो। अहिलेसम्मको सबसे खतरा रमाइलो भयो भनौँ गाइज। अब वेलकम टु माई न्यू ब्लग गाइज। आज चाहिँ हजुरलाई चाहिँ ह्याप्पी सरस्वती पूजा भन्न गएँ मैले। आज चाहिँ ठक्क हिजो सबै रेडी पारेर चाहिँ अब हिँड्न लाग्छ स्कुलतिर चाहिँ। आज यसो अब स्कुलतिर जानु पऱ्यो, आउनु त छिटै भने आज हल्का ढिलो भइदिएर गाली गर्ने जस्तो रहिरहेन आज केटाहरूले। गाइज अब हामी चाहिँ यहाँबाट सिधै लाग्छौँ अब स्कुलतिर। घर साइड त जानै पऱ्यो सरस्वती पूजाको दिन। यो चाहिँ अहिले आउँछन् अब यहाँबाट चाहिँ अब जान्छु सिधै स्कुलतिर। अब लाग्यो त स्कुलतिर गाइज। म चाहिँ गाइज अब गाउँबाट टाढा आइसकेको छु। अब हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ हो। अब यहाँबाट चाहिँ सिधै गएर पहिला चाहिँ मैले एक जोड मोजा किन्छु मलाई। मोजा चाहिँ हिजो राति च्याट्टा आएको छ। यहाँबाट चाहिँ उताको त्यो गाउँ यहाँको भ्यू हेर्नु सक्नुहुन्छ। यहाँको सुरुमा गएर चाहिँ मैले चाहिँ मोजा किन्छु पहिला चाहिँ। मोजा किनेर त्यहाँबाट जान्छु। अब गाली कति खाने हो, गाली पनि थोरै थोरै खाइदिन्छु। अब सिधै अब बजार आउँछ गाइज। फाइनली गाइज अब हामी चाहिँ बार्के बजार पुग्न लागिसक्यौँ। बार्के बजार पुग्यौँ भनिदिउँ न। यो चाहिँ हाम्रो थान हो। अब यो चाहिँ बार्के बजारको सुरुवाती घरहरू बार्के बजार। यो चाहिँ बार्के बजार छ। यो चाहिँ हाम्रो बार्के बजार हो गाइज। टाढीसम्म छ। अहिले चाहिँ यो खाली खाली भन्दा नि आजकल छालतिर सरिहान। हाम्रो बार्के बजार यही हो गाइस बार्के बजार। अब चाहिँ सुरुमा गएर उता चाहिँ मैले मोचा किन्छु पहिला चाहिँ। मान्छे आइदिरहेको हेर्ने। यो चाहिँ हाम्रो सपिङ मल हो गाइस। सब यहीँबाट किन्ने हो हामीले चाहिँ। अब चाहिँ आउनु त मोचा दिँदा मोजा। गाइज हामीले चाहिँ भाउजूबाट लगिसक्यौँ मोजा होइन। कतिमा दिनुभयो भनिदिनु त। अनि यहाँ के छ भनिदिनु त डिस्काउन्ट। यहाँ गाइज यही अब यहाँ चाहिँ हामीले लगिसकेका छौँ। यो पनि भाउजूको यो मोबाइल पैसा सबै चाहिन्छ भने यहाँ 5 कन्ट्याक्ट हान्नु होला। यहाँ चाहिँ अब जान्छौँ सिधै स्कुलतिर। अब सबै रेडी भयो होला होइन। लगाइछ अब स्कुलतिर भेट्छौँ। फाइनल चाहिँ हामी अब स्कुल पुगिसक्यौँ गाइज। अब हामी स्कुलको गेटमै छौँ। छिर्दिउँ अब गेटको रात थोरै त आएर छन् है केटाहरू। ठुला केटाहरू आएर गाडी चाहिँ खाइदिनँ मैले। स्कुलमा पुग्ने बित्तिकै चाहिँ अब सबै आफ्नो काममा लाग्नु भएको रहेछ। म चाहिँ सुरुमा आएको थिएँ, यसो हेरिदिनु लागेको थिएँ को के काम गर्यो भनेर। बहुत अब खत्रै एक्साइटेड थिएँ आजको कस्तो हुन्छ भनेर चाहिँ। यता सरहरू पनि छुट्टी काम गर्न लाग्नु रहेछ। यता कोही केलाको पात कोही ठङ्ग्रासँग हाल्न लाग्नु भएको रहेछ। अब सुरुमा आउन बित्तिकै काम त गर्नै पर्यो भनेर गर्नु लागेको गरियो। जस भाइहरू चाहिँ माथि फुटबल खेलिरहेको थिएँ। जस चार्ट पेपर काटेर चाहिँ हामीले गर्न थाल्यौँ हाम्रो काम। एकदमै राम्रोसँग गरिरहेको थियौँ। यति माला गऱ्यौँ। सरहरू उता तयारी गर्दै हुनुहुन्थ्यो। हामी यो चाहिँ बनाइसकिन्छौँ। अब यहाँ खतरा तयारी यसको लागि चाहिँ। अब यो चाहिँ हाम्रो सरस्वती पूजाको लागि तयारी। यहाँ हाम्रो बाजे चाहिँ खतरा। बाजेको डान्स छैन जेरी हालिसकेका थियौँ। जेरीको चाहिँ गाइज हिजो राति हामीले फिट गरिसकेका थियौँ। जेरी चाहिँ हिजो राति नै पकाइदिएका थियौँ हामीले चाहिँ जेरी। अब हालले चाहिँ टन्नै थियो है। सुरुमा चाहिँ हाम्रो बिसी सरले हालिराख्नु भएको थियो जेरी चाहिँ। हालले त धेरै सरले हाल्नुभयो, सरले पनि हाल्नु भएको थियो। धेरैले हाले जुस एकदमै रातिको पनि भव्य भयो। सबै नानीहरू आइसकेन्, सबै रमाइलोमै छन् एकदमै। ल अहिले एकछिन अब पछि बस्छौँ हामी। मेरो फेभरेट सर फेरि। यहाँ चाहिँ नानीहरू चाहिँ अब यसको लागि चाहिँ सरस्वती चोखोको लागि चाहिँ यहाँ नानीहरू पुज्दैछन् है। खै नानीहरू लिप्दैछन् यहाँ। खै यहाँ नानीहरू लिप्दैछन्। त्यस्तरी लिप है।
नेपालीको सरस्वती पूजा बहुत राम्रो भव्य होला जस्तो लाग्यो मलाई चाहिँ सरहरूले पनि बहुत सपोर्ट गरिदिनु भएको छ यहाँ अहिले त सब आइसक्यो यहाँ सुरुमा त मेरो भाइ आइसक्यो यहाँ झोक्रै बसिरह अर्को भाइ हेर्न के छ मेरो भाइ तपाईँ मैले जुनसुकै भ्लगमा नि हालिदिएर आउँछु नि त के छ यति मोबाइल छ अझै टन्ने आउनु छ यहाँ भागाला यहाँ चाहिँ यति छ तल पनि सबसँग पाकिसक्यो होला अब सबै जम्मा गरेर अब चाहिँ हुन्छ तल सरले एक्लै गर्नुभएको रहेछ तर सरले तल एक्लै गर्नुभएको छ त्यो यतिसम्म दुःख नगरिदियो नि हुन्न नि त ल अब अझै छ अब हुन्छ अब सुरुवात त छ हिजो जेरी त हिजै पकाइसक्यौँ गाइस यो चाहिँ हाम्रो रातिको रमाइलो हो यो चाहिँ रातिको रमाइलो चाहिँ एकदम भव्य भयो सबै मिलेर गरायौँ अब हाम्रो धनुसर चाहिँ सेन्टी थियो हिजो हल्का उ भयो भनेर चाहिँ हल्का उसको चाहिँ डिस्कस गरिरहेको थियो थोरै कुराहरूमा त्यस्तै गाइस हेलो गाइस हामी चाहिँ अहिले आइसकेका छौँ हामी चाहिँ अहिले भर्खर नुहाएर आयौँ अनि यो र म भर्खर नुहाएर आएको मान्छे उता बडबाट आएको अनि काकु चाहिँ यता हुनुहुन्छ उहाँ चाहिँ हो हाम्रो ब्लगर भन्न ब्लगर वहीँ हो च्यानल चाहिँ उहाँको यो सबले सब्सक्राइब लाइक हानिदिनु होला म पनि थोडी बहुत बनाउँछु भ्लग अलि थोरै यहाँ चाहिँ फेरि तल्दैमा छ टल्काएर अनि यहाँ चाहिँ चस्मा सलमान खान अब टक्क अहिले चाहिँ अब सुरु हुन्छ अब पूजा लाउन गाइस अब त्यो सिधै पूजा लागेको हेरिदिउँला अब कमेन्ट हानिदिनु होइन अलि केही मिठो मिठो कमेन्ट हानिदिनु तपाईँहरू उहाँको च्यानलमा होइन लाइक कमेन्ट सब्सक्राइब सबले फाइनली गाइस यहाँ सुरु भइसक्यो गाइस फाइनली टिका लाउने बेला भइसकेको छ अब हामीले नास्ता बाँड्ने भनेर चाहिँ सुरुमा लगाइदिनु लाग्नुभएको छ हामी नास्ता बाँड्नेहरूलाई चाहिँ अब यहीँ छन् अब नास्ता केटा अब हामी नास्ता बाँड्ने हो र तिमीहरू केही नमान है यहाँ ल यतिको सपोर्ट गरेर चाहिँ भाइहरूले ल सुरुमै अब टिका लाउनु पर्छ यहाँ ल अब हाम्रो भाइरल है लाइक दिनु सब्सक्राइब कहाँ ल फाइनली गाइस अब टिका लाउने बेला भइसकेको छ यहाँ भित्र चाहिँ टिका लाउँदै हुनुहुन्छ यहाँ चाहिँ टिका लाउँदै हुनुहुन्छ यहाँ अब यहाँ छ अब नास्ता बाँड्ने हाम्रो केटाहरू हाम्रो मङ्गलबारहरू यहाँ छन् ल अब चाहिँ अब त्यही टिका लाएर अब नास्ता बारिदिने एउटा अर्को यहाँ चाहिँ ल गाइस अहिले चाहिँ हामीले टिका लगाइसकेका छौँ अब नास्ता बाँड्नको लागि चाहिँ अब हामी रेडी छौँ यहाँ अब हुरी लाग्यो यहाँ अब हुरी बतास चल्यो यहाँ लाउँदैछन् अझै पनि ओसी गाइस अब नास्ता बाँड्ने कार्यक्रम चलिरहेको छ यहाँ अब छोरो नास्ता बाँड्छ सुने हो नि त ल
टक्क नास्ता बारेर टक्क पहिला भाइ बहिनीहरूलाई खुवाएर चाहिँ अब आफ्नो चाहिँ भोक हुन्छ यहाँ तर भोक चाहिँ खतरा लागेको छ यहाँ काम गर्दाखेरि सिधै पहिल्यै यहाँ काल लागिसक्यो यहाँ काम त गर्ने सबैले नास्ता गरेर चाहिँ अब म पनि खानलाई यताबाट मेरो भाइले पनि खान लाग्थ्यो यहाँ भित्र सरहरू गरिराख्नु भएको छ यो तल बाँडा त एउटा यहाँ तल चाहिँ पिउ बच्चाहरूको लागि नास्ता यहाँ बाँच्न मलाई नास्ता चाहिँ खत्रै छ त्यो चाहिँ हामीले गरेर आएको नास्ता हो यहाँ खान्छौँ नि फाइनली आउनु यति खान मजा आइरहेको छ क्या यहाँलाई खत्रै भइरहेको छ अब हामी अहिलेको भान्डाहरूलाई पनि हिँडाइसकेका छौँ हामीले खानपिन भइरहेको छ यता आउनु खाएको यहाँ भ्लग बनाएर बेला सरस्वती पूजा एकदमै अलि ठुलो अझै भएन भयो भयो के खानु भयो त तपाईँले के खानुभयो त सर मैले खिर खाने मात्रै काम यहाँ चाहिँ सबै खाइरहनु भन्यो चाहिँ खाने काम भइरह यहाँ टेस्ट हानौँ तर काले आन थोरै गाई जब चाहिँ हामीले टक्क खाएर चाहिँ अब आफ्नो जिम्मेवारी पुरा गर्न चाहिँ सुरुमा चाहिँ हामी भाँडा माग्न आइसकेका छौँ कि भाँडा चाहिँ अब दरोसँग माथितिर आउँ विशाल अहिले ल यति भाँडा धोएर चाहिँ अब हामी चाहिँ अब सिधै पछिल्लो उसमा चाहिँ सिधै भ्लग चाहिँ दगिन गरिदिन्छौँ एउटा कुरा चाहिँ के भन्दाखेरि चाहिँ जुन चल्यो त्यो चाहिँ यहाँ पाँदै नै चल्छ होइन पाँदै हगेन चल्यो तर हामीले के यति दुःख गऱ्यो नि एक चल्दैन गाई हाइएस्ट भ्युज गर्ने चान्स छ गाई अब सपोर्ट गरिदिनु होला भन्न चाहेँ मैले अहिले अब भाँडा साडा धोएर चाहिँ अहिले आउँछ यहाँ काम चल रहा है अनि खायो त्यति चाहिँ गर्नै पर्यो यहाँ रोशन बङ्गो छुट्टी काम नास्ता बाँड्यो के हुन्छ त्यो छुट्टी काम भइरहेको मलाई पनि मेन्सन हुन्छु सर के भन्ने फाइनली भाँडा धोइसकेका छौँ आफ्नो यहाँले चाहिँ आफ्नो भाग धुन आउँछ नि भन्नु के छ भन्दा भाँडा धुने अवस्था पानी कसरी गर्छौ पानी खोइ यार बस्छ कि खाइदैन ल आफ्नो धोइरहेको छ अब भ्लग चाहिँ म अहिले यहीँ अन्त्य गर्छु ए भाइ राणी खोलाइरहेको हामी चाहिँ अब आजको कार्यक्रम सब सकाएर अब लाग्नु लागेका छौँ रमाइलो भयो आज चियोस् होइन 10 क्लासको चाहिँ हाम्रो भूमिका निभाइयो त्यो लिडरसिप गरियो है खानमान सबै बाँडियो अघि उहाँलाई पनि देख्नु भयो उहाँलाई पनि देख्नु भयो हामी चाहिँ अब घर लाग्छौँ होइन त्यही हो अब इन गरममा त हामी यतिमै ल गाइस अब चाहिँ दहिन अब भ्लगको यहीँ हुन्छ जो 10 क्लासको भूमिका आज चाहिँ निभाइयो लिडरसिप गरेर यहाँ खानपान सबै यहाँ उ गरेर भएको छैन अब गाइस अब हामी सिधै भेट्नेछौँ अर्को भ्लगमा यो भ्लगको लागि